मैले क्यामा तल धारेछ कि अत्यन्तै राम्रो प्लेसिङको साथ पूर्ण नम्बर विधान स्पोर्ट्सको विधान स्पोर्ट्स 6 थालेहरुका 3 6-3 हर त नम्बर लिड गरेर केटाहरुले अच्छा रिसिभ त यस्तो मिठो देखाएको हुन्छ कि हैन गोल गर्न सफल पूर्ण नम्बर विधान स्पोर्ट्स 7 थालेहरुका 3 7-3 अत्यन्तै राम्रो स्ट्राइकको साथ रिसिभ यस्तो मिलाइदिएको त भाइले हैन थालेहरुका 4 विधान स्पोर्ट्स 4-7 अत्यन्तै पावरफुल स्ट्राइकको साथ विधान स्पोर्ट्सको नम्बर रहेको छ विधान स्पोर्ट्स 8 थालेहरुका 4 8-4 अत्यन्तै राम्रो स्ट्राइकको साथ थालेहरुका तर्फ नम्बर रहेको छ थालेहरुका 5 विधान स्पोर्ट्स 8 5-8 यसलाई बडी बल चाहिँ ब्याकमा खेलाउन भने हो वाह 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 अत्यन्तै राम्रो ब्लकको साथ पूर्ण नम्बर थालेहरुका 6 मिठो ब्लक हो है चेक चेकटा अत्यन्तै राम्रो प्लेसिङको साथ विधान स्पोर्ट्सको नम्बर रहेको छ विधान स्पोर्ट्स 9 थालेहरुका 6 9-6 बुझन हानेर खेल्न कि रेस्ट चाहिए है भन अत्यन्तै राम्रो प्लेसिङको साथ थालेहरुका तर्फ नम्बर रहेको छ थालेहरुका 7 विधान स्पोर्ट्स 9 7-9 भदि रेस्ट चाहिए भन बरु तर हानेर खेल के ढुक्क तेरो सबै त छ त जम छ स्पाइक राम्रो हान्ने नि त के भयो ल बल गर्न सफल यसैगरी पूर्ण नम्बर थालेहरुका तर्फ थालेहरुका 8 विधान स्पोर्ट्स 9 8-9 खेले जस्तो खेल्न भति भइहाल्छ त अत्यन्तै राम्रो स्पाइकको साथ विधान स्पोर्ट्स तर्फ नम्बर रहेको छ विधान स्पोर्ट्स 10 थालेहरुका 8 10-8 राइट अत्यन्तै राम्रो स्पाइकको साथ थालेहरुका तर्फ नम्बर रहेको छ थालेहरुका 9 विधान स्पोर्ट्स 10 9-10 त्यसले कुइके खेल्न जान्दैन आयो राइट अत्यन्तै राम्रो स्ट्राइकको साथ विधान स्पोर्ट्स तर्फ नम्बर रहेको छ विधान स्पोर्ट्स 11 थालेहरुका 9 11-9 2 नम्बर त गएन के 2 नम्बर त हो नि अन्त रेफरीद्वारा फलको सङ्केत पूर्ण नम्बर विधान स्पोर्ट्स 12-9 त्यस्तो नि गरे बाबू ब्याग उठान यार एकरा बोल्डर खेलो न भाइहरु बस समय त गएर बोल्डर खेल्न भन्नु 13 थालेहरुका 9 13-9